हेर्नु त यो घाममा यसरी उकालो ताइन दुई हामी हिँड्ने काम केही छैन हेर्नु काम काज केही छैन कस्तो लाग्दैछ हजुरलाई यो उकालो हिँड्दा मम्मी एकछिन रोक्नु त तपाईँको रिभ्यू लिगौँ ल सोल्टिनी स्टप ल तपाईँलाई कस्तो लाग्दैछ यो बाटो हिँड्दा स्या भयो टाउ भयो मलाई यस्तै छ हजुर बाजे यहाँ नातिनी भन्दै हुनुहुन्छ रमाइलो त रमाइलो छ कि साथीहरू तर हिँड्न यो अघिसम्म घाम लागेको थिएन हेर्नु अहिले घाम लागेर दाउ भइसक्यो तर पनि ठिक छ भिडियो राम्रो आइरह एकछिन बसेर भिडियो मोबाइल चार्ज हाल्यौँ त्यसपछि हिँड्यौँ हामी सुइकास चाहिँ अब हाम्रो मिसन भनेको चाहिँ यसो भीमसँग भेट हुने भीमसँग उहाँको मिसन भीमसँग भेट हुने मेरो मिसन चाहिँ पसिना निकालेर यसो घट्ने हो क्या छुट्टी छुट्टी हो क्या हाम्रो मिसन कहाँ भएर बस्ने भीम चाहिँ उयो चाहिँ बस्थ्यो कि अहिले छैन होला नि बस्यो होला आज चाहिँ हाम्रो मेरो व्रत पनि आज मङ्गल चौथी व्रत पनि भएको भएर हामी चाहिँ देउघाट आएको सो साथीहरू हाम्रो जाइको लागि व्रत बसी खान ल है जाइँ साब राम्रो बन्नुहोस् हो क्या राम्रो बन्नुहोस् नि फेरि जता हुनुहुन्छ राम्रो बन्नुहोस् अनि छोरीको मम्मी त कडा छ त